ठुलो साथी हो बल्ल 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 भेलो आइपुग्यो कि एकजनालाई भेटेको छु खुसी लागिरहेको छ मलाई त यो गाउँमै छु जस्तो लागेको छ घरमै छु जस्तो हेर्नुहोस् है अहिले दादा मैले अघि दादा भने न भाउजूलाई ट्रिटमेन्ट गर्नु आएको सिलगढी डल्लै घुमाएको नभएर चाहिँ भेलोर सिएमसी आएको अब तपाईँहरू सोच्नुहोस् हाम्रो जग्गामा चाहिँ के चाहिँ छ भनेर सिलगढीमा पुरा घुमाएर पैसा तुरेर चाहिँ फेरि यहाँ आएको भेलोर अहिले राम्रो भएको छ भाउजू भएर देखाउँछु नि म तपाईँहरूलाई र मलाई चाहिँ यहाँ आउँदाखेरि चाहिँ नि दार्जिलिङमै खुस लाग्यो मलाई डालीमा म दादालाई भेट्दाखेरि दादाले खानासाना बनाएर राखिदिएको रहेछ हो मजाले खायौँ अब एकछिन वकमा गएको दादाको टिकट भयो नि अब भोलि फर्किन्छ र मलाई यति साह्रो खुसी लागिरहेको छु कि अब म बिमारी भएर आएको हो म दादालाई भेट्दाखेरि चाहिँ नि म दार्जिलिङमै छु जस्तो लागिरहेको छ यहाँ ल साथीभाइ हो आफूले राम्रो कर्म गर्नुहोस् है कहीँ दुःख पाउँदैन काहीँ न काहीँ हेल्प पाउँछै पाउँछ कति राम्रो भयो म अब म त अचानक हिँडेको अनपानी हिँडेको म त यहाँ आइपुग्दाखेरि दादा ठिक्कै अब अन्त दादाको टिकट ढिलो भएर चाहिँ अब मलाई पर्यो यस्तो भयो हो है साथीभाइ यस्तै छ है र साथी हो सिएमसी भनेको चाहिँ हो सिएमसी हेलो प्रायः त अब आएकै छ दार्जिलिङ सिक्किम कालिम्पोङको मान्छेहरू तर अब यही हो सिएमसी यहाँबाट चाहिँ हाम्रो जिन्दगी र मरण छुट्टिन्छ यहाँ आएपछि चाहिँ